साथीहरू नमस्कार, गुड मर्निङ, शुभ बिहानी सबैजनालाई। के गर्दै हुनुहुन्छ साथीहरू? नास्ता पानीको तयारी गर्दै हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ साथीहरू? म चाहिँ आलुको सब्जी यहाँ मसला तयार गर्दैछु साथीहरू। आज आलु और पुरी, आलुको रस्सावाला सब्जी हो साथीहरू। पुरी बनाउने हो नास्तामा मेरो रेसिपी। मेरो साथीहरू मसला हाले अब आलु चाहिँ साथीहरू आलुको सब्जी और पुरी हो नास्तामा। यहाँ चाय चढाएको छ साथीहरू, चाय चढाएको छु हेर्नु। सब आलु हालेँ मैले बोइल गरेर साथीहरू, बोइल गरेर मसिनो गरेर गराएको। हेर्नुहोस् है, यस्तो गरायो भने पुरीको साथमा खान बहुत मजा आउँछ। त्यस्तै काटेर यस्तै टुक्रा टुक्रा काटेको बनाएको म पुरीमा मजा आउँदैन साथीहरू। अहिले पनि बोइल गरेर हातले यसो गराउनु, त्यसमा स्वाद अलग हुन्छ साथीहरू। तपाईँहरू डाइरेक्ट पिस पिस काटेर डाइरेक्ट बनाएको त्यसमा पुरीको साथमा मजा आउँदैन साथीहरू। कहिले पनि यस्तो बनाएर बनाउनु पर्छ। तातो पानी मैले गरम गरेर राखेको थिएँ साथीहरू। अरू चाहिँ आधी निम्बु हाल्छु। निम्बु हाल्यो भने स्वाद राम्रो हुन्छ आलुको सब्जीमा। अहिले तेललाई पनि काट्छ साथीहरू। आलुको सब्जी मस्त गरम पानी हाल्यो भने एकैछिनमा तयार। चिसो पानी हाल्यो भने तपाईँको कति टाइम लाग्छ।